हजुर तपाईको मैले फ्रिज हेर्दै कि यसको यो कम्प्रेसरै खराब रहेछ तपाईको कम्प्रेसर भनेको यो फ्रिजको यो तलको कालो ठुलो भाँडा त्यो मेन ग्यास अडिने कि भाँडा त्यो खराब रहेछ किनभने त्यसले ग्यास फाल्ने शक्ति रहेनछ चल्न त चल्ने तर सानो घुर्र मात्रै गर्ने पावरफुल रहेनछ तपाईको कम्प्रेसरै गएको गुड मर्निङ साथीहरु भोलि भाइटिका छ है आज अब एउटा फ्रिज बनाउन जानुपर्ने छ फ्रिज बिग्रेको भन्ने खबर आइसक्यो एकछिन कुदेर गएर हेरेर आउनु पर्यो साथीहरु के बिग्रेको छ त भन्ने कुरो प्रमाणित गरेर अनि आएर बनाएर दिनु पर्यो तिहार आयो हैन धेरै दिन बिग्रिदाखेरि बर्बाद हुन्छ दही दुध फलफुल बिग्रिन्छ साथीहरु त्यही भएर म लागे बिहानै सबै थोक बोकेर कामतिर एक सरब बिहानै सामान चाहिँ सब बोक्नुपर्छ त्यसैको लागि डिक्की बनाएको है यो सामान बोकिएन भने चाहिँ भरे फर्किनु पर्छ चाहिने कुरा हामीलाई स्याम्पू त्यसपछि हामीसँग यो ग्यास त्यसपछि हामीसँग स्टेसन बोर्ड सबै थोक चाहिन्छ है त यो भयो त्यो भयो यो भयो अरु के छ भनेपछि अरु हामीलाई चाहियो ब्यागमा टेस्टरको त लाइन झिपिक पो रहेछ त यसलाई यहाँ राखौँ म्यानिफोल्ड गेज यस्तो छ है साथी हो म्यानिफोल्ड गेजलाई गेज हालियो अब पेचकसको टुल्स हालिन्छ यसका कहाँ गयो त यार पिलास कता राखियो ल साथी रेडी भयो अब हामी जानेछौँ फ्रिज बनाउन फ्रिजको चाहिँ कम्प्रेसर लास्टै ओल्ड रहेछ है पुरानो कति सानो युज गरे क्या लोकल फ्रिज कुन कम्पनीको मिस्टर बाफ्रे ख्याल आइसक्यो निकै पुरानो भोल्टेज यति लो छ पुरै कम्प्रेसर गएको मलाई चाहिँ फिल भइरहेछ साथी अब यसको ग्यास लिकेज गरेर हेर्छु चुलो बालिरहेको छ ठिक छ केही हुँदैन प्रेसर लिकेज गरेर हेरौँ अब थाहा हुन्छ साथी ग्यास त छ भनेपछि कम्प्रेसर खराब छ नहरको डिलमा साथी काम गर्न आइयो कम्प्रेसर खराब रहेछ अब कम्प्रेसरको धेरै दाम पर्छ आज हेरेर मात्रै फर्किएँ अब बनाउने भयो भने फेरि कल गर्नुहुन्छ नभए आजलाई यति नै